नमस्ते अनि छाजालो सबैजनालाई। आज चाहिँ हामी यहाँ बिहान बिहान कहाँ बसेर भिडियो स्टार्ट गर्दैछौँ त भनिदिनु त एकचोटि। मैले भन्नै पर्दैन, हेरेपछि थाहा पाइहाल्छ नि। ब्याकग्राउन्ड देख्नुपर्छ होला। ल म तपाईँहरूलाई देखाउँछु आज हामी कहाँ छौँ त भनेर। बिहान बिहानै आज हामी यता लेकतिर छु, साथीहरू लेकतिर यस्तो छ। कस्तो कुहिरो लागेछ। पहिला त यस्तो खासै थाहा पाएको थिएन है, यसपालि त के रे कसलाई पाते आमालाई आउँदैछ क्या। अब पाते आमाहरू आइपुग्नुहुन्छ अरे। यता हेरेर भनिदेऊ त। अनि भन्यो नि त, अनि त्यही भएर त आउनुहुन्छ अरे त। अनि ल यता हेरिदिनुहोस् त। ल बाबा ए पुरा पोज दिइरहेछ अझै। यस्तो छ। वाह ग्रुपलाई इन्जोय फेरि चुरा। ग्रुपलाई इन्जोय, ग्रुपमा हिँड्नुको मजा यस्तो छ। रमाइलो छ, रमाइलो। अरे लड़ छोड़ो न, तैरने आता है। दो आता है तैरने। मजा लीजिए। एक में तेरा नहीं आ पाएंगे। अच्छा ठीक है। के रमाइलो रमाइलो। सधैँ एउटै हो त नि। होइन होइन, अहिले हो नि त। अलि उमेर गएपछि पहिला त हामीलाई पनि यस्तै रमाइलो थियो नि त आफ्नो उमेरमा त। अहिले पो उमेर गयो त होइन। खोइ हजुर खै के को सेतो र हिउँ जस्तो छ है। हामी चाहिँ यहाँ दिदीहरू कुरेको साथीहरू है। ढिलो भइसकेको छ दिदीहरू आउनलाई। कुर्दैछु यहाँ दिदीहरूलाई। कति बेला आइपुग्नुहुन्छ। हिँडिसक्नुभयो भन्नुभएको थियो। गाह्रो छ यहाँ कुर्नलाई त। साह्रै जाउला पनि भन्न नि हुन्न फेरि। गाह्रो छ। ए चल पल आमा कति रमाइलो रहेछ यतातिर पो। आमा हजुर लागेछ हो। बेसरी रमाइलो छ मेरो सानो। आज खास आज यसको बर्थडे भनेर यहाँ मन्दिरमा आएको हामी चाहिँ। ल यता हेरेर हाई गरिदिनुहोस्, यता हेरेर हाई गरिदिनुहोस्। के हो त्यो कस्तो यहाँ हो। यहाँ रेडी हुँदैछ म। कपाल कहाँ आइपुग्यो रे? पृथ्वी चौक र यता हेरिदेऊ त। यता खै के आज कति साह्रै रमाछ। मेरो नानी त पिजाडाबाट निस्के जस्तै हुन्छ हो। घरबाट निस्किने बेलामा त यताउता गयो भने त पिजाडाबाट निस्के जस्तै हो। एकल स्वरमा बसिरहेको मान्छे यस्तोमा आउँदा त ओहो हो रमाइलो।
आमा मन्दिरमा त्यस्तै छ फेरि पारी त्यस्तै छ फेरि मन्दिरमा मान्छे त्यस्तै छ। भाग्यमानी ए म खै तिमी सियो पियानो ठुलबाबालाई जु गर ल यता ठुलबाबालाई जु गर ठुलबाबालाई जु गर बर्थडे ठुलमा मिलाइनु गर पाते आमालाई नि गयो हेप्पी बर्थडे है जिन्दगी दाइ दाइ बेबी न अब हामी रेडी भयौँ अब जानलाई ओ बल्ल आइपुग्नु भयो तपाईँले पनि पहिल्यै आएको म क्या म ल रेडी 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 लियो पुल कता कता लाने हो जता यता उता लिइराख्नु पर्छ त ल पालो अनुसार हो ए जाम लिएमा भाइ हामीले यहाँ त्यही बिना घन्टा लाग्यो 1 घन्टा चुम जम्मै नल खाए बिदिबम कता हो यसमा हो ल यो यो सूरज टुपर्टिनीमा टुपर्टिल खामा क्या हाँ उता जान्न हाँ बेबी नाली उता खाइन त म जान्छु सूरज निरा चिसो म बेचरा खाइ बेबी न ल चराइ त्यतिका तिमी एक्लै हुन्छ होला यो दुईटा अट्छ खै कसरी हो थाहा छैन मलाई त आस्था यता हाइ गरिदियो सानो ए आस्था तपाईँले समात्नु यसले फेरि हात निकाल्छ के आस्था तपाईँले समात्नु बेबी न क्या यति बाबा गाडी यति लाग्यौँ अब हामी लाग्यौँ हुन्छ बि मिसे के हुन्छ रे खाली गेबा त दे हात बाहिर ननिकाल सानो हाय हात बाहिर ननिकाल हाँ ल लाग्यौँ अब हामी मन्दिरतिर लाग्यौँ रमाइलो खैलाई दिन्दी क्योंलाई तालर क्रेउरी डुंगर क्रेउरी जुरामती ने आखाममा त हामी कहाँ जान लाग्यो रे कहाँ हो त्यहाँ भनेको स्विमिङ पुल त यही हो नि चिसो छ स्विमिङ पुल त पहिला यसकै बर्थडेमा आएको 1 वर्ष हो 2 वर्ष अगाडि यसकै बर्थडेमा आएको यहाँ यो दुईचोटि हुन्छ अब यहाँ चलाउनुस् यता हेर्नु आस्था सबैलाई रम आमै मोलो वच तेरम आमा जनतारमा त झन् जाडो हुँदो रहेछ हो ए गिना बुढ्या मलाई हम तो कासिलु कासिलु दिल बुढेमले टन्नै मोमो बिनाको जना नाचो राजी जो होछ दाले छेलेली मिसे दिङला yana अरे हे का फोटो सुटला त गाडी छ फोटो ट्यापला थियो यसो मैले पनि क्यामेराम्यान खोज्नु पर्यो नि फेरि खोइ दि फोटो खिच्यौ ओ त तारकार खिचिसके लिक्तम त
Bayam to आफै सिधै यहाँमा छु आगुम देवा घुमदेम पुरा अहिले पोस्ट बिजी दिँदैन के क्यामेराम्यान नै आता हो यसो ngaya खाना दी विभाजन गले देखा दी विभाजन देते आते यहाँ मात्रै हो र भिडियो यहाँ मात्रै हो र मात्रै भिडियो र सीता गुरुङ अहिले नि थोडा ड्युटीमा अब क्यामेरा के अरे भगर त के अरे आँखामा लमा आरुमा मात्रै झन् गया खादे तिनी पनि दिनको झन् भिडियो आला मिउँदैन ngale kumindi ngai chu vile choi चम्यो है चम न चाहिँ चम नदी काटी फोटो खिचिवा फोटो आता दिव्यो तारकेर खिचिसे त हम त थिया भए तम त कति चोटी खिच्यो तै तै न दिति हे खिचिसे तै खिची तै यहाँ त भयो सकिन्छ अब सकिन्छ सुरम तागेम्रो मानेर आम्रो म तिनी म यस्तो भिड साग निस्किन्छ अब है निस्किन्छ अब निकाल्नै ला घोट्या घोटा गरेर त्यहाँ अङ्कलले है होला निक्लिन्छ निक्लिन्छ है परेवा पानी आएको परेवाले पूजा खान लम सुबितिरी ल लै दा खै आसिङलाई पनि थार्यो सल्ला ला 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 दामी 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 खतरा मलाई पिमिनो खतरा खिच्यौँ म थेदाल्यौँ खतरा खिच्यौँ म मन दिए हम याममा यही न नानी एक राउन्ड मारेर अब यता निस्किन आयौँ हामी अब झर्ने बेला आइसक्यो साथीहरू के गर्ने हो रे जाडोले यस्तो मान्छे यहाँ नि पिसरी प्याक रहेछ फेरि हाम्रो ल्यान्ड हुने बेला भयो अब हातमा निकाल्नुहोस् है सानो के आउँदैछ के आउँदैछ तर खुयुमै न मन्दिर यहाँ पनि छन् यहाँबाट एक राउन्ड मारेर आयो मामी हातमा निकाल्नुहोस् है kakak nani kan cuma Oh, ल्यान्ड भयो हामी अब ल्यान्ड Wait. Ada yang puja kan dia kan. Lah baca. Nanti nani. है त्यहाँ हातमा राखै सानो बाबाले बोक्नुहुन्छ तपाईँले पख हल्लियो 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 ए हल्लियो ढल्को ढल्को ए ढल्को ए ढल्को ढल्को ताराम थिमी छेले तम त ताराम नानी पछि मरा उ सुरजको नि ब्लग स्टार्ट हो ब्लग स्टार्ट होइन
गरम न गरम गरम त्यहाँदेखि चाहिँ आउँदैछ फोटो खिच्नुले एकदम झ्याउ हो त नि तिर्खा हो कि पानी हो तौले नानीलाई चाहिँ रुजु पिउरीलाई दियो भने म उही हामी मन्दिरभित्र प्रवेश भयौँ साथीहरू यस्तो चाहिँ यता पनि छ आज क्यामेराम्यान छ मेरो साथमा चाहिँ कता कता हो पूजा गर्न त त्यहाँ होला फेरि कहाँ ल नानीलाई लमिल पऱ्यौँ न चुलाउजु म र चप्पल खोलम राखम जाम म चाहिँ एप्पल पऱ्यौँ मलाई नि त्यहाँ परे वा ल चप्पल खोल्नुपर्छ सानो ल चप्पल खोल्नुहोस् त लु सजिलो छ नि तपाईँको चप्पल ओए तिमी हो त्यहाँलाई हो चल्नुहुन्न के यो त बढी भइजान्छ के त्यो पिजाडाबाट निस्केको सुगा जस्तो भइजान्छ क्या तपाईँ त लाइनमा राख्ने हो त नि ल तिमीहरू जान्न म आया हाँ ना सुरक्षा वे क्या कैमरा का में आणि ये पूजा लावली आधी मग बेगना Nggak ya nge. Juta wah ngalam चप्पल mu. Ada तेरी का. मेरा भैया बोल दो आओ तो. Baby, come here. Come here. Ngay al parim lo no, tino. Kaya nga siya tan. Pare ko kyo churati to dengi to batela. Patay na. वाहन एकले एउटा फोटो खिच्नु सुरु ल चुर्छ Rasa aku tuh tanya dia, hello. खै सानो ल चामल माछा कति ठुलो रहेछ न ओ रातो नि रहेछ के रे ल ल यहाँबाट फाला त आउँछ नि त यहाँबाट यो धेरै यता आउनु यता आउनु बाबु यताबाट त्यस्तो ल देऊ फेरि पनि देऊ त्यहाँ मकै पनि छ सुरज खोइ त्यो मकै मोचरे मकै त यहाँ परिवारलाई हो ए यो पनि दिए नि हुन्छ क्या यो हाम्रो त्यो उसको लक्ष्मी पूजाको चामल देख्यो वाह देख्यो सर ऊ हेरेर कति ठुलो छ नि यहाँ देख्यो ऊ यही हाल्दियो सानो फेरि हाल्दियो मकै होइन अर्को दाना चाहिँ हाल्न नपाएर बुरुक बुरुक भएर आएर खाँदो रहेछ मकै चाहिँ परिवारहरू छ चर्मो मसिनो दाना हुन्छ नि त्यो के कालो कालो दाना त्यो चाहिँ भेटायो भनेदेखि बुरुक बुरुक भएर अहिले सानो मनी हाल्छ फिस पो रहेछ सर दानै चाहियो त्यो दाना भए चाहिँ बुरुक बुरुक भएर खाँदो रहेछ त्यसले भेटायो एउटा मरेको ओ फिस लखा त्यो फिसले कस्तो नखाएको हो कालो दाना भेटाए पनि त कसरी ल भयो ल अब जाने जाऊँ न फोटो खिचेर दिइराखौँ न फोटो खिचेर दिइराखौँ त अनि त्यहाँ भ्याउँछ अनि अरू फोटो खिच्नु
केही नि गर्दैन के ल ल जाऊ जाऊ केही नि गर्दैन पछि दौडेर देऊ 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 दुईटा थापा दुईटा ओ त्यो अलि भिडमा गएर दौडेर देऊ न सानो जाऊ त जाऊ छिटो उता बिचमा जाऊ न भुर्रा उड्छ क्या उता बिचमा दौडी 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 अलि बिचमा जाऊ न भुर्रा उड्छ के दौडी त ल भुर्रा उड्छ ल यता 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 यसरी फाल्देऊ न दाना देऊ न यता 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 देऊ 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 ए चामल होइन रे सानो त भयो अब भयो Rare kan kan tayo mo wa sura jawa chenu ulia mara bai kan ya yo u cha ta la pin ल साथीहरु म त यस्तै हो कि मोबाइल सम्हाल्नु पर्छ फेरि अरु हैन पिन्से दि सामान सम्हाल्ने एकजना हुनुपर्ने रहेछ साथीहरु मेरो त यहाँ अर्को त्यहाँ बेन ए बेबी न उ कात्रो मोइ त्यहाँ यता यता कता राखेको थियो अब हामी फर्किनु लाग्यो साथीहरु मन्दिरबाट है ल बेबी न यता आएको त्यो त गयौँ हामी मन्दिरबाट मोरी तिमी ल फर्क्यौँ हामी कतै त यहाँ मन्दिर र खसी कतै त सुरज कतै त यहाँ मन्दिर र खसी ल्या त म रमाइलो भयो एकछिन भने नि बरु पूजा ललाएर सिक बरु बात हो कति बिन्दासले बसेको हो आज त बिन्दासले बसेछ त यो त कहाँ रोगी चसी खाजै नखाइकन जाने हो र भ्याउ हो आस्तै तारा चसी यहाँ हुन्थ्यो Semua pindah tahu tapi kaya sih. यहाँ दे सर मात्रै तसियो फापे बा खै सुर ऊ यो
भनेको पूजामलाई तिनी पनि तालबाराई कतै तै अलसी यहाँ आमाले यहाँ प्लास्टिकमा हाल्दै हुनुहुन्छ कि सामान त लानुभयो कहाँ के चढाउने थाहै भएन भनेको बिजोग छ हौ बिजोगमा पूजा हो के अरे है आफ्नै व्यस्त छ ल धन्यवाद आमा छोरीले यहाँ फेरि के देखेछ अच्छा तो चल तारा तारा छ नि बिना का तो चल आस्था के हो के लिने भनेको अहिले त होइन के बोक्न गाह्रो हुन्छ सानो त यस्तो हुन्छ अस्ति घरको नि त्यस्तै भइगयो घरको किन्ने के उता मैले किन्ने के साथीहरू हामी यहाँ घर आइपुगिसक्यौँ यस्तो घाम झललल्ला भइरहेछ हाम्रो यहाँ तलतिर त आमाम यस्तो हुँदो रहेछ अहिले त तलतिर त बिहानै लाग्छ हाम्रो चाहिँ यहाँ कस्तो लाग्यो आस्था आज राम्रो लाग्यो मजा आयो यस्तै ल भरे बेलुकासम्म के हुन्छ म सबै देखाउँछु आज ल साथीहरू मैले चाहिँ यहाँ छोरीको लागि केक बनाएको छु केक ल हेर्नुहोस् होममेड केक यो चाहिँ मैले बनाएको अझै यहाँ चक्लेट बनाउँदैछु म यहाँ त गरेर है अब बजारको जस्तो मिठो चाहिँ हुँदैन तर हेल्दी चाहिँ एकदमै हेल्दी हुन्छ घरमा बनाएको त्यही भएर मैले चाहिँ घरमै बनाइदिएको कि फेरि बजारकोबाट ल्याएर फेरि सबै चिसो छ चिसो मौसममा सबै रुगा लागेको छ गाह्रो हुन्छ नि त अनि मैले चाहिँ घरमै बनाइदिएको साथीहरू हेर्न सक्नुहुन्छ एक्साइटेड छ छोरी आज एकदमै यस्तो छ के रे तेरी केक बनाउनै बिर्सेछ नि त म त बर्बाद भयो अब के गर्ने हो र तेरी मैले त होइन होला भन्नु ठानेको त बिर्सेछ हो के गर्ने अब त्यहाँ फ्रिज खोलेर हेर्न जाऊ त ओरियो छ तेरीका नछौ त्यो खाइदिइहाल्यो अब दामी भएको छैन के राम्रो बस्छ बसेन राम्रो बस्छ अनि त्यही त हो त तेरीका बास्ना छ तेरीका के बास्ना छ ल भयो अहिले बाहिर निकालेर सुङ्नी के रे केक के त नि काट्ने हो र तेरीका कोलम तैरा हैरान तै तैरा बाबा कोलो त्यहाँ क्यान्डल एउटा थियो के अरे क्यान्डल पनि बर्थडेको क्यान्डल भए जस्तो लाग्थ्यो एउटा 3-4वटै थियो परारको या अब तिहारको बाल्नुपर्छ बर्थडेको नभएर तिहारको यस्तो छ बच्चाहरूलाई बर्थडेको क्यान्डल बाल्छ हामी तिहारको क्यान्डल बाल्छौँ रमाएर हेर्नु भइछ ल बाहिर होइन मम्मानिर होइन नि त इज्जत बाहिर क्यान्डल वा क्यान्डलै वा हाँ अपरियो चुप भादी
हाल केक मात्रै ठोर्ने ए एउटा केक काट्यो खुलाइदियो सक्यो है ह्याप्पी बर्थडे गरे सक्यो धुप त त्यही हो क्या अहिले यहाँतिर नि छ थिए उजु त होसी मात्रै तिमीसँग थाहा यहाँ ल दिदीले हिँड्नुहोस् ल हिँड्नुहोस् सक्नु केक कस्तो छ साथीहरू मैले बनाएको आपर दे क्या ल त्यो उसले यस्तो छ हाम्रो बर्थडे मनाउने ठाउँ है यस्ता ल ल ल यहाँ आउनुहोस् तपाईँ यहाँ ल यहाँ मलले सर्नुहोस् न रिबु कस्तो छ कस्तो लाग्यो केक पहिला कसले बनाएको मम्मीलाई के भन्ने रे ल ल अब के गर्ने अब ल फुफु गर ल ह्याप्पी बर्थडे टु यो ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे आशा ह्याप्पी बर्थडे टु यु यसरी कसरी काट्ने के यसरी गरेर अर्को विषयको फुलले आहा मम्मीले बनाएको केक यो विदेशीहरूको सिकेर नेपालीको त झन् धुपबत्ती गरेर दियो बालेर राख्न पर्ने दियो त झन् फु गरिदिन्छ मम्मीको फेरि केक फेरि निकाल्न गाह्रो छ कि ल ल ल ल समातेर मम्मीलाई खुलाइदिनुहोस् ल उ गर त एउटा पातमा यहाँ हातले समात त पातमा एउटा चक्कौ या यो फमै त हातले यस्तो च्याप्प समात एकछिन नानी एकछिन हेर ऊ पहिला देउतालाई चढाउने है सिमे भूमिलाई चढाउने पितृलाई चढाउने ल ल हो त्यहाँ एउटा फेरि अर्को पनि एउटा ल अर्को ल पो यो सिमी भूमिको रे है कि देवी देउता हो सिमे भूमि देवी देउता भने एउटै हो ल ल ल अनि यो चाहिँ यो पितृलाई यो पितृलाई ल बाजे बजे मरेको बाजे बजेहरू सबैहरू आज नानीको बर्थडेमा सबैलाई आशिक देऊ है अब यो एउटा हातले समातेर मम्मालाई खुलाइदिनुहोस् पहिला नानीलाई खुलाउ न यस्तरी समातेर ल पहिला नानीले वा ताली बजाउने मान्छे छैन है ल ल अब मम्मालाई खुलाउनु समाते हातले समातेर ल अनि कस्तो लाग्यो मम्मा केक भन है चिगम भन्छ क्या हो चकम चकम तर मम्माको केक त गुलियो नभए त ढेँडै भन्छ चिनी हाल्छौ ल त त्यहाँ चिनीले हाल्छौँ अब आमालाई तपाईँलाई कस्तो लाग्यो भन मतलब तपाईँलाई कस्तो लाग्यो भन नानी एकदम यो वर्षबाट ग्रह दशा सबै गयो त्यसलाई यो छेक्दिमै गयो काँडो पनि एउटा बनाएको छ दुईटा हुन्छ उल्का गयो अब त उफ्रिन छोड्छ कि क्या नानी अब त
अब त राजकुमारी हुन पाएनौ त आज त ल बाबालाई देखाउनु न यो न बाबा ह्याप्पी बर्थडे छोरी थ्याङ्क यू बाबा के बाबा भन न धन्यवाद बाबा भन यम्मी रहेछ कस्तो मिठो भएछ भोलि तपाईँको साथीहरूलाई नि ए लगाइदिनुहोस् है चक्लेट होइन ल स्याइस है ल हामी सबैकोमा आमामामा पैसा हामी त दिन्न पैसा त नानीकै पैसा नानी धनी भएको छ हामी भन्दा धेरै आमालाई दिने है राख्न है अहिलेको चाटो बिहान छ ल ल ल भयो आबालाई सक्यो ल बाबा लुक्खै चबिसे न चबी बाबा न चबी न है चबी बा चबी के चबी छ नै चबी भयो भाइ नानी केक त है छोरीलाई बजारको केक नमिठो हुन्छ है बजारको भन्दा नानीको मम्मीले कस्तो नयाँ मिठो बर्थडे बनाइदिएको। सुन सान है तो त लेखाइम ओरियो बिस्कुट पनि खाऊ हत्तेरिका कस्तो मिठो है अब जति खाए नि हुन्छ यो त नखाऊ भन्दिनँ है खाऊ मिठो छ कि छैन छ एकदम मिठो छ मम्मालाई नि मिठो लागेछ मम्मालाई नि मिठो लाग्यो अरे कति धेरै हालेको त मुखमा नि है न मिठो भएछ है नानी अब खाने कि नखाने त खाने नि खाने नि ओरियो बिस्कुट अनि? पनि खाऊ नि त ओरियो पनि खाने यहीँ बसेर खाने कि काटिदिउँ थोरै प्लेट ल्याएर काटेर छोडिदिउँ तिमीलाई हो ल यस्तो कुनहरू हो यहाँमा है ओइ 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 मिठो पो रहेछ तेरिका बर्बाद भयो नि अब चक्लेटै चक्लेट छ चक्लेट लगाइदिएछ है ओइ 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 के हो मिठो भएछ है छोरी अरू बेला चौरी आँगी उतै त हम मिठो मिठो बिर्छ म अरू बेला त खाना चौरी निगा कस्तो लागेछ छोरीको बर्थडे पनि लागेन ग्रेभी बनाउँदै गरौँ कहाँ बनाउनु जान्छ किन किन छोरीको बर्थडे बिचरा यति गरिदिँदा नि कति खुसी भयो बिचरा ल साथीहरू है यो चाहिँ अस्ति नै फुपूले ल्याउनु भएको आधा पकाएर खाइसकेको थियौँ आधा बाँकी थियो आधा आज पाक्दैछ अझै छैन त ए अझै छ अझै छ एउटा ठुलो ल्याउनु भएको थियो के माछा पो भन्नु थियो बुलबुल होइन के हो कुनै त ल साथीहरू आजको दिन पनि रमाइलो भयो है छोरी मेन कुरा त छोरी रमाइराखेछ अब होइन अब त मेन कुरा के अरे खुसी हेर्नु भनेको छोराछोरीको हो नि त अनि आजको भिडियो अनि आजको भिडियो पनि यति नै साथीहरू है अनि फेरि अर्को भिडियोमा भेटौँला भन्दै आजलाई गुड नाइट बाई बाई